2 वर्षमा बन्ने बाटो 20 वर्षमा पनि बन्दैन, 1.5 वर्षमा बन्नु पर्यो। त्यो हो हाम्रो एजेन्डा। रुखमा बाँधेर हुन्छ कि बाटोमा सुताएर हुन्छ कि खोरमा जाकेर हुन्छ, बाटो बन्नु पर्यो। समयमा सडक बनाउनलाई मात्रै हामीले काम गरेर हेरेको, कम्तीमा पनि 41 वटा कानूनमा चलायो भने मात्रै समयमा सडक बन्न सक्ने हुँदो रहेछ। सडक समयमा नबनाउनलाई ठोक दिन्छु, घोक्राइदिन्छु भनेर हिजो कहीँ मैले बोलेको सुनेको थिएँ। त्यो कसैलाई लगेर मैले कसैलाई घोक्राएर सडक समयमा बन्दैन। सडक समयमा बनाउनका निम्ति 41 वटा कानून तत्काल अहिले हामीले यसलाई बदल्नु पर्ने रहेछ। राष्ट्रपालले आफ्ना कुराहरू राख्दै गर्दा कतिपय मानिसहरू आत्तिएको देखिएको छ। बाँध्ने भनेको कानूनले बाँध्ने भने हो, मान्छेलाई डोरीले बाँध्ने भने होइन। कानूनले बाँधेर काम गराउने भने हो, कानूनले नै बाँध्ने हो। 20 वर्ष सांसद र मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउनलाई 12-15 वटा कानून फेर्नुपर्छ भन्ने ज्ञान आयो तपाईहरूलाई? बल्ल ज्ञान आयो? तपाईको ज्ञान तपाईसँग राख्नुहोला।